हामी पिज्जा पेन चन्द्रगिरी केबल कार है माइजूहरू छ हुनुहुन्न पिसा मम्मी हो कहाँ माइजू माइजू होइन मम्मी हो मेरो फेरि भेट केबल कारमा है अब हामी चढ्ने मेरो स्कुटीको टायर ल्याएर यहाँ पो हाल्नु के अरे मेरो स्कुटीको टायर ल्याएर यहाँ त्यहाँ अरे है अनमोलको स्कुटरको टायर कहाँ गायब भयो भनेको माथि पो हाल्नु ल हेलो अघि मलाई बिल्ला हानेको थियो नि त्यही निस्केको यति त म साइकलमै चलाइदिन्छु यति त म साइकलमै चलाइदिन्छु केही नि हुन्न क्या होटलको भ्यू हेर्दै केही नि हुन्न कि मलाई नछाउँछ त मम्मी कुरा छ भन्छ हेर्न त्यो मान्छे भन्थे के अरे पछि पढ्यो भने माया लाग्छ यो त कति धेरै ठुलो ठाउँ रहेछ के हो हैन यो कति मिनेट लाउँछ होला भनेको के हामी ढुक्क छौँ है म पनि छु र यो टुङ्गामलाई हैन यहाँको हात उठाइहाल्छ क्या के हुन्छ र झगाडिदिनु पर्छ के यो बाटोबाट हिँड्दै जान्छ यहाँबाट हिँड्दै जान्छन् हो मान्छे सुते हो त अहिले जमुनियाको गरे नै मतलब के त्यस्तो त्यहाँ पढे रहेछ नि त अनमोल यो त अघिको उस्तो ठाउँ सैनिक विद्यालय पढ्ने गफ नगरेर नि यस्तो हुन्छ क्या अनमोल के भयो हिँड्नु भएन होइन हिँड्यो हिँडे आयो क्या नचल के ल हामी चाहिँ लुम्बिनी केबल कार चढेर पाल्पा आइसक्यो बुटवलबाट पाल्पा रूपन्देही जिल्ला होइन रूपन्देही जिल्लादेखि हामी पाल्पा जिल्ला आइसक्यौँ यहाँ सबै हिँड्दैछौँ कामाख्या भन्ने मन्दिर रहेछ ऊ आएर नि घोडा अब त्यही छ घोडा होइन त्यो गधा हो गधा के काम मम्मी ल साथीहरू हामी कामाख्या मन्दिर आइसकेको छौँ पाल्पा जिल्ला होइन खै मैले के देखेको छैन साथीहरू चस्मा लगाएर यो हो हाम्रो कामाख्या मन्दिर यो हाम्रो नानी हो माइजहरू त कुर्दै हुनुहुन्छ चिम्रो आँखा देखाएर साथीहरू हामी यसो फोटो खिच्न आएको थियो हाम्रो कुरकुरेमा हमला भइसक्यो हाम्रो कुरकुरे गाइस हामी फर्किन लाग्यो चलिरहेर लाइटहरूलाई के भनेको के हाम्रो छैन भन्दा पनि हामी फर्कियो अघिने गमलामा गएर टिप्दै बसेको थिएँ नि यो टिप्न कस्तो
तीनजना बसेर नगर के तिमी 8 जना बस्न मिल्छ अरे आउँदा जस्तो हुन्न क्या अहिले त तलै झर्ने हो नि त केही नै हुँदैन क्या नाटक मात्र नानी? जाँदा भने डर बोक हाम्रो ऊ त्यो हायत प्यालेस देख्यो ओके त्यही त भनेको नि अघि म बुता बस्नु पर्ने खासमा केही नै हुँदैन किन र अचम्म तर धेरै इन्डियन मात्रै आउँदा रहेछन् भाइ सररररररर। छोरालाई टेन्सन पर्यो यहाँ झौला मलाई अब भाडबटिन गयो नि रमाइहाल्छ ओ अहिले अब छैनन् होइन माथि आउने मान्छे छैनन् के खाली खाली घर धेरै हुँदो रहन्छ कि होइन एकले हेर्दै हेर नि ल कतै हेरेको हेरेको गर न हाई गर्छ हाई यस्तो पिल्लरहरूले तिनवटा गट्यो बाई गरिदिनु त्यो केटीले नै ओ भाइ दिव्याङ भाइलाई आगोलाई सर फेरि 2 वर्ष हुँदैछ ल तिमी पोखरा दादा फर्किसक्यौँ होइन हामी घरिघरि त कस्तो हावा लागे जस्तो भएको क्या त्यहाँ जाँदा झर्दा नि बेसरी अब हामी कहाँ जाने अनमोल भाडबटिनको एसी खालास तर अहिलेको लागि गर्मी अलिकति केही नभए पनि थोरै भयो भने ब्रान्डेड त पाउँछ नि त त्यहाँ बाहिर कहाँ आइस नानी इज अलवेज लाइक दिस साथीहरू यस्तो शीतलोमा आएर नि गर्मी भन्छ यसलाई पोखराको हावा लाख इस सज्जन को क्या तकलीफ है भाई क्या तकलीफ है इनको गर्मी त्यसपछि भाडबटिनी त्यसपछि बाटोमा डुल्दै हो अनमोल रेस्टुरेन्ट होइन ए अनमोल रेस्टुरेन्ट गएर थाहा अनमोलको रेस्टुरेन्ट तर पैसा दियो बिचरालाई नचिन्दो रहेछ मालिकलाई नचिन्दो रहेछ अहिले चाहिँ हामी गाडीमा कराएर जाँदैछौँ अहिले मैले मेरो मेडल देखाएको छु ल हजुर अनि उहाँले चाहिँ उहाँको कपाल भुत जस्तो देख्यो भन्नुभयो अनि यहाँ सबैको कपाल देखाउँदैछु मेरो पनि देख्दैछ अन्त माइजू मेरा त कपाली माइजू माइजूको चाहिँ अहिले हेर्न लागेको रहेछ मेरा त कपाली नै मोहे मोहे भयो कपाल हेर न ठिक छ त पौडी खेल्न आउनु भनेको म त जान्छु सुनेको यस्तो हुँदो थियो म बिहेको दिन पनि त्यो भयो नन्द भाउजू पर्ने हो अरे ल मगन अगाडि के गर्नु हो केटीसँग बोल्दै भन्नु है है अनुहार है हामीले घर आइसकेको भ्लग बनाउनै बिर्सेछ हामी घर आइसक्यौँ पिङ खेल्दैछौँ यहाँ आमाहरूले के बनाउँदै हुनुहुन्छ जामै हेर्न